के हजुरको बाबुनानीहरूमा छाती घ्यार हुने, सास फेर्न गाह्रो हुने, बिहान अथवा साँझमा बढी खोक्ने यस्तो समस्याहरू छ? यदि छ भने यो आस्थमाको सङ्केत हुनसक्छ। आस्थमा भनेको एक दीर्घकालीन रोग हो जो धेरै विभिन्न किसिमको एलर्जीले गर्दा हुने गर्छ। अब एलर्जीहरू के हुनसक्छ त? धुलो, धुवा, चिसो अथवा बच्चाबच्चीहरू खेलकुद गरिसकेपछि पनि एलर्जी हुनसक्छ। आस्थमा धेरैजसो बच्चाबच्चीहरूमा हुने गर्छ, तर यो कुनै पनि उमेरमा हुन सक्ने रोग हो। यो विभिन्न एलर्जीहरूले हाम्रो श्वास नलीमा इन्फ्लेमेसन गराउँछ, जसले गर्दाखेरि श्वास नली साँघुरो हुने र सास फेर्न गाह्रो हुने, खकार जम्मा हुने जस्ता समस्याहरू देखाउँछ। यदि यस्तो छ भने हजुरहरूले पहिला त हस्पिटल भिजिट गर्नुपर्ने हुन्छ। हजुरहरूले आफैले पनि बच्चाबच्चीको के एलर्जी हुनसक्छ भनेर पहिचान गर्ने कोसिस गर्नुपर्ने हुनसक्छ र त्यो एलर्जीबाट बच्चाबच्चीहरूलाई टाढा नै राख्नुपर्ने हुन्छ। एलर्जी पहिचान गर्न भने गाह्रो हुने हुनाले हामीले बच्चाबच्चीहरूलाई धुलो, धुवा, चिसोबाट नै सबैबाट टाढा राख्ने गर्छौँ। यसको उपचार भनेको चाहिँ एउटा मेडिसिन पाइने गर्छ र त्यसलाई इन्हेलरको रूपमा लिनुपर्ने हुन्छ।